मनको सन्तोक मन अगायो भुँडी अगायो मन अगाएन भने के भन्छ नि त्यस्तो भएर चाहिँ यहाँ फेरि म दही र उयो खाँदैछु भुँडी अगायो मन अगाएन त्यस्तो भएर चाहिँ यो टाइपको झोलामा तार्नेछु सजिलो हुन्छ साथीहरू राखिरहेको छु कि यो के ल्याएको झोला हुन्छ हो अब यहीँ उनिदिउँ है कलमै देख्नुहुँदैछ मैले स्ट्यान्डै माथि छोडेछु कि साथीहरू रुममा असुविधा भयो यसरी चाहिँ सबै यहाँ खनाएँ हेर्न सक्नुहुन्छ निकै भएको छ किनभने म एकदमै बाक्लो थिएँ नि त पारिसकेँ अब यसमा यहीँनिर झुन्डाइदिएँ सिबी टिपेर ल्याइराखेको छु बारीमै रोपेको छ भने चाहिँ यस्तो सजिलो चाहिँ यही हो है साथीहरू छुर्पी पनि रेडी भइहाल्यो सक्नुहुन्छ है धन्यवाद कस्तो मेथी पकाउँदैछु साथीहरू मेरो खाना सबै रेडी भयो फ्याब्ला टासी दिदी नमस्ते सबैजनालाई रेसिपीहरू हल्का हल्का अघि देखाएको छु है आहा दही पनि एकदमै मिठो भएको छ मेरो बुढाले चाहिँ तोड्नु पनि थाल्यो पुष्पा नानालाई नै थ्याङ्क यू सो मच फर्सी पठाइदिएकोमा पुष्पेलाई साथीहरू मेरो खाना सबै रेडी भयो फ्याब्ला टासी दिदी नमस्ते सबैजनालाई रेसिपीहरू हल्का हल्का अघि देखाएको छु है आहा दही पनि एकदमै मिठो भएको छ मेरो बुढाले चाहिँ तोड्नु पनि थाल्यो पुष्पा नानालाई नै थ्याङ्क यू सो मच फर्सी पठाइदिएकोमा पुष्पेलाई राइट वाउ भन्छ फर्सी मिठो रहेछ है आम्मामा बब्बाल फर्सीको चाहिँ मैले युट्युबमा हेरेको एउटा भिडियोमा फर्सीको मेन तड्का हाल्ने मसला चाहिँ सुक्खा खोर्सानी अहिले मैले हालेको छुइनँ हो अनि त्यसको साथमा चाहिँ कस्तुरी मेथी रहेछ यो त सबै दुध बेसी भएर दही बनाउँदै खाँदै सब्जीहरू त के छ मिठो खसी हो सिमी र आलु सिम्पल
अहिले खाना एकदम हाम्रो सादा छ नि त प्याज र टमाटर मात्रै खाँदैछ हामी सिबीमा तेल बेसी बस पछि थापेको पिरो रहेछ अब यो चाहिँ काटचुट बिस्तारै गर्नेछु साथीहरू मेरो मुखमा को भिडियो मन परिने प्लिज एक लाइक गर्दै कमेन्ट मिठो मिठो राम्रो राम्रो कमेन्टहरू गरिदिनुहोस् होला साह्रै मन परिदिने सेयर पनि गरिदिनुहोस् होला है साथीहरू ल बाई बाई फेरि नेक्स्ट भिडियोमा भेट्नेछु